आमामामा ज्योतिषी हेराउन गएको म त आज छक्कै परेँ। 145 वर्ष बाँच्छस् भन्थ्यो, भर्खर 60 पुग्दैछु। अनि त्यतिखेरसम्ममा आम्मामामा यो घरका कुकुर बिरालाको कति पुस्ता बितिसक्छ। हाम्रो नाति जन्मिएका पनि 80 वर्ष पुगिसकेका, दाँत खुस्केर थोते भइसकेका हुन्छन्। सबै गाउँमा अर्कै केटाकेटी पनि आएका जन्मेका बुढा भइसक्ने रहेछन्। यी छिमेकीका घरमा सबै झ्याउ पलाएर, ठुल्ठुलो पिपलका रुख पलाएर कस्तो हुने रहेछ। म त छक्क पर्दैछु। आमामामा 145 वर्ष पर्दा यो ठाउँ चाहिँ कस्तो होला हौ। यी रुखै बुढा भएर सबै बग्छन्। यो घरै कस्तो, यो गाउँै कस्तो, यी मान्छे नि सबै सकिएर नयाँ आउने। हे तेरिका कस्तो अचम्म पो कल्पना गर्छु त म त। यो ज्योतिषीले के भन्यो हौ। आम्मा 140 वर्ष बाँच्दाखेरि हौ के चाहिँ हुन्छ हौ। छक्कै परे हौ म त। है तेरिका तेरिका छक्कै पर्ने भनिदियो हौ ज्योतिषीले।